राष्ट्रगुरु योगी नरहरिनाथ को हुन् के हुन् भन्नेहरूका लागि यो भिडियो पुरै हेरिदिनु होला। राष्ट्रगुरु योगी नरहरिनाथज्यूले आफ्नो जीवनकालमा 129वटा कोटिहोन गर्नुभएको छ भने 573वटा कृतिहरू प्रकाशन गर्नुभएको छ। यहाँ जति मैले भिडियो सङ्कलन गरेँ यो सबै भरतपुर महानगरपालिका वडा नम्बर 1 मा रहेको यो देवघाटको बागेश्वरीमा रहेको यो योगी नरहरिनाथज्यूको यो कृति हो। योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको यो भवनहरू यहाँ देखाइरहेको छु। यहाँ हजारौँ बिरामीहरूले लाभ लिइसकेका छन्। तपाईँ बिरामी हुनुहुन्छ भने यहाँ आएर प्राकृतिक उपचार पद्धतिबाट तपाईँले आफ्नो जस्तोसुकै रोगलाई पनि निको गर्न सक्नुहुनेछ। यहाँ यो अगाडिपट्टिको भोजन गृह हो नरहरिनाथ चिकित्सालयको। यता भने यो हेलो नमस्कार, यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। आज म यतिखेर चितवनमा पुगेको छु। चितवन भरतपुर महानगरपालिका वडा नम्बर 1 चितवन देवघाटमा पुगेको छु र देवघाटमा पुगेर एउटा भिडियो सङ्कलन गरेर गइरहेको छु। मैले राष्ट्रगुरु योगी नरहरिनाथज्यूले जीवनकालमा 129वटा कोटी हवन गर्नुभएको छ। 129वटा कोटी हवनको यात्रामा म निस्किएको छु र उहाँको अहिलेको अवस्था, कोटियमको अहिलेको अवस्था के भइरहेको छ भन्ने कुरा म यो भिडियो मार्फत सङ्कलन गरेर गइरहेको छु। चितवन भरतपुर महानगरपालिका वडा नम्बर 1 यो देवघाटबाट प्रवेश गरेर म योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा पुगेको छु। यहाँको भिडियो म तपाईँहरूलाई देखाउने छु। धन्यवाद। यतिखेर म योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको गेटमा पुगेको छु। यो गेटबाट म भिडियो सङ्कलन गरेर गइरहेको छु। योगी नरहरिनाथ योग तथा प्राकृतिक भरतपुर महानगरपालिका वडा नम्बर 1 मा पर्दछ। यहाँबाट म गेटबाट प्रवेश गर्दैछु। यो भिडियो पुरै हेरेर साथ दिनुहोला। यहाँ धेरै भवनहरू छन्। यहाँ योग तथा प्राकृतिक चिकित्सालय रहेको छ योगी नरहरिनाथज्यूको। अगाडि फुलहरूको बाटो, यो अगाडिको भवन। यहाँ तपाईँले बाहिर लेखेको देख्न सक्नुहुनेछ। योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको यो पहिलो भवनमा पुगेको छु म। यहाँ के छ भन्ने कुरा म तपाईँहरूलाई देखाउँदैछु। अगाडि बिरामी वार्डहरू, यहाँ धेरै भवनहरू छन्। यहाँ बिरामीहरू राखिएको छ। यहाँ निःशुल्क बिरामीहरूलाई उपचार हुन्छ। यहाँ तपाईँलाई यहाँ के छ भन्ने कुरा यहाँ लेखिएको छ। बिरामी आवास क्षेत्र, बिरामी उपचार क्षेत्र, धार्मिक वन समिति, वन कार्यालय, संस्कृत गुरुकुलम, गौ संरक्षण केन्द्र, मन्दिर क्षेत्र, आध्यात्मिक परिषद कार्यालय, यसै गरी पुस्तकालय अनुसन्धान केन्द्र, सञ्चालक समिति कार्यालय क्षेत्र, यतिवटा यहाँ विभागहरू रहेको छ। यहाँ अगाडि भवन बिरामीहरूका लागि यी भवनहरू रहेको छ। तपाईँले बाहिर यहाँ देख्न सक्नुहुनेछ। योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय। राष्ट्रगुरु योगी नरहरिनाथज्यूले पहिलो कोटियोम देवघाटमा लगाउनु भएको थियो। अगाडि गौशाला छ, गुरुकुल छ। तपाईँले यहाँको धेरै कुराहरू दृश्य देख्न सक्नुहुनेछ। यो अर्को भवनमा पुगेको छु म। राष्ट्रगुरु योगी नरहरिनाथज्यूले आफ्नो जीवनकालमा 129वटा कोटी हवन गर्नुभएको छ। अहिले त्यहाँको अवस्था के छ र कसरी चलिरहेको छ भन्ने कुरा मैले भिडियो सङ्कलन गरिरहेको छु। भिडियो मात्रै नभएर यहाँका धेरै कुराहरू सङ्कलन गरेर खोजिरहेको छु। योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय यो बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमले यो सञ्चालन गरिरहेको छ। बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम का यहाँका सञ्चालक समितिहरूलाई पनि भेटघाट गर्नेछु। तपाईँले भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। राष्ट्रगुरु योगी नरहरिनाथज्यूले आफ्नो जीवनकालमा गर्नुभएका थुप्रै कृतिहरूमध्ये उहाँका 129 कोटी हवन, 573वटा प्रकाशित लिखित पुस्तकहरू, थुप्रै कुराहरू चाहिँ मैले सङ्कलन गर्न खोजिरहेको छु।
तपाईँले भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। यतिखेर म यो बिरामी कक्षतिर देखाइरहेको छु भिडियो। यहाँको अध्यक्षज्यू हुनुहुन्छ, उहाँले मलाई यहाँ भिजिट गराइरहनु भएको छ। योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा के छ भन्ने कुरा मैले तपाईँहरूलाई देखाउँदैछु। भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला। आज म चितवनमा पुगेको छु, देवघाटमा, यो पवित्र धाममा योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय छ। यहाँ केही नयाँ भवनहरू पनि बनिरहेका छन्। त्यो 17 लाखको बजेट भएको त्यो घर पनि यो घर पनि दुईटा घरहरू नयाँ भवनहरू प्रदेश सरकारले यो दुईटा भवन बनाइदिएको छ र केही दानी व्यक्तिहरू पनि दान गर्नुभएको छ। योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा आज पुगेको छु म। यहाँ धेरै कुराहरू खिचिरहेको छु। म गुरुका सबै कुराहरू खिच्नेछु। यहाँको अध्यक्षज्यू पनि हुनुहुन्छ र यहाँको हजुरको नाम के भन्नु त? अर्जुन कार्की। अर्जुन कार्की, कार्यालय सहयोगी पनि हुनुहुन्छ। यो प्राकृतिक चिकित्सालय सुरु भएदेखि अहिलेसम्म कति जति बिरामीले यहाँबाट उपचार पायो होला? हाम्रो अब अपाङ्ग प्यारालाइसिस अरू मतलब कि नसा च्याप्पेको यस्तो बिमारी हामीले अहिलेसम्म तन्दुरुस्त हिसाबले 7,000 जना यताबाट हाम्रो मतलब कि राम्रो भएर गएका छन्। अनि कोरोनाको टाइममा पनि 470 जना फोक्सोमा पानी भरिएको हाम्रो डाइरेक्टर यहाँको निर्देशक हिमराज कोइरालाको नेतृत्वमा एकदमै राम्रो हिसाबले सबै मतलब कि तन्दुरुस्त भएर एकदम फाइदाजनक भयो हाम्रो। त्यही भएर यहाँ कार्यालय सहयोगी हुनुहुन्छ, उहाँ चाहिँ डडेलधुराको हुनुहुन्छ है। यहाँ चाहिँ चितवनमा सेवा गरिरहनु भएको छ। म तपाईँलाई यहाँको सबै कुरा देखाउनेछु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। यहाँका बिरामीहरूको पनि कक्षामा पुगेर म भिडियो देखाउनेछु। धन्यवाद। योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको यो भवनमा अर्को भवनमा पुगेको छु, यो जहाँ बिरामी कक्षहरू रहेको ठाउँ। यहाँ पनि छ योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय। यसलाई चाहिँ कलेजको स्थापना पनि छिट्टै गर्ने मनसा र योजना छ। योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा यहाँ बिरामीहरू उपचार भइरहेको छ। यो प्राकृतिक उपचार थेरापी, यो प्राकृतिक उपचार कसरी भइरहन्छ भन्ने कुरा म तपाईँलाई देखाउँछु। पुनर्स्थापना कक्ष हो। यहाँ चाहिँ डाक्टर साहब हुनुहुन्छ, उहाँलाई चाहिँ थोरै कुरा गर्नेछु। स्वागत छ हजुरलाई। हजुरको नाम? मेरो नाम डाक्टर अनिल बाबु पराजुली। डाक्टर अनिल बाबु पराजुली। अनिल बाबु पराजुली हुनुहुन्छ। यहाँ कतिबाट भयो सेवा गर्न लागेको? यहाँ हामीले म यस अस्पतालमा आएको 3 वर्ष भयो। हजुर। 3 वर्षमा चाहिँ हामीहरूले चाहिँ यो प्यारालाइसिसका बिरामीहरू यो पुनर्स्थापना कक्षमा चाहिँ हामीले विशेष गरी हात खुट्टा नचल्ने, मेरुदण्डको चाहिँ तपाईँको चाहिँ चोटपटकबाट चाहिँ दुईटा खुट्टाहरू प्यारालाइसिस भएका, गर्दनमा चोटपटक लाएर चाहिँ तपाईँको चाहिँ दुईटै हात दुईटै खुट्टा नचल्ने, अनि मस्तिष्क पक्षघातबाट चाहिँ तपाईँको एक हर नचल्ने, कुनै दुर्घटनाबाट टाउको चोटपटकबाट यसरी चाहिँ नचल्ने बिरामीहरूलाई हामीले फेरि पहिलाकै अवस्थामा पुर्याउने चाहिँ यो पुनर्स्थापना विभागबाट चाहिँ हामीले त्यो उपचार दिइरहेको। हजुर, देशैभरिबाट यो भिडियो हेर्नुभएका सबैले एकपटक चितवन पुग्नुभयो भने अवश्य पनि यो देवघाट धामको गेटबाट 1 किलोमिटरभित्र छिरेपछि आउँछ योगी नरहरिनाथ प्राकृतिक चिकित्सालय। यहाँ एकछिन भिजिट गर्नुहोला र सँगै तपाईँ बिरामी हुनुहुन्छ भने यहाँ आएर उपचारका लागि प्राकृतिक उपचार हुन्छ। अहिलेसम्म यो अस्पताल स्थापना भएकालदेखि अहिलेसम्म हजारौँ बिरामीले स्वस्थ जीवन पाइसकेका छन्। म यहाँको भिडियो सबै तपाईँहरूलाई देखाउनेछु। भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर साथ दिनुहोला। राष्ट्रगुरु योगी नरहरिनाथज्यूले आफ्नो जीवनकालमा 129वटा कोटी हवन गर्नुभएको छ। त्यसमध्येको एउटा अंश यहाँ चितवनको देवघाटमा पाइन्छ। अहिले चितवनमा योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय स्थापना भइसकेको छ
र यो बिस्तारै कलेजको रूपमा पनि स्थापित हुनेछ हामी आशा गरौँ। र यहाँहरू देशभरिबाट बिरामी हुनुहुन्छ भने चितवनमा पुग्नुहोला। चितवनको क्यान्सर हस्पिटलमा बिरामीहरू पनि कतिपय यहाँ आएर उपचार पनि गरिरहेका हुन्छन्। कतिपय क्यान्सर जस्ता भयानक रोगहरू पनि यो प्राकृतिक चिकित्साबाट सन्चो भएको रेकर्ड छ। म तपाईँलाई सबै भिडियो देखाउनेछु र अन्त्यसम्म हेरेर साथ दिनुहोला। योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा म आइरहेको छु। यहाँ के हुन्छ तपाईँलाई देखाइरहेको छु। यतिखेर यहाँ के भइरहेको छ म देखाउँछु। नमस्कार सर। नमस्ते। यो चाहिँ ट्रेडिसनल चाइनिज मेडिसिन एक्युपंक्चर उपचार पद्धति हो। परम्परागत चिनिया उपचार पद्धति पनि भनेर चिन्न सकिन्छ। यो चाहिँ एक्यु भनेको निडल हुन्छ, कुनै पनि तिखो चिज भन्ने बुझिन्छ, र पञ्चर भनेको भेदन। शरीरमा विभिन्न एक्युपंक्चर पोइन्टहरू हुन्छ, त्यो पोइन्टमा प्रिक गरेर चाहिँ एनर्जी फ्लो गर्ने काम गर्छ, ऊर्जा प्रवाह गर्ने काम गर्छ। शरीरमा 361वटा पोइन्ट हुन्छ, त्यो पोइन्टहरूलाई चाहिँ एक्टिभ गर्नलाई, रोगसँग लड्ने क्षमता बढाउनलाई चाहिँ एक्युपंक्चर प्रयोग गरिन्छ। धन्यवाद। यो हेर्नुहोस्, यसरी उपचार विधि यहाँ जुन सरले भन्नुभएको छ यस्तो विधि चाहिँ यहाँ यो चाहिँ मैले पनि पहिलोपटक देखिरहेको छु। अकुपंचर भन्छ यसलाई। अकुपंचर यो विधि छ है। सुई शरीरमा सुईको प्रयोगबाट यस्तो छ। तपाईँले देखाएँ भिडियो। यहाँ चाहिँ सोनाबाग म वार्डमा पुगेको छु। यहाँ भित्र लाइट छैन है। यहाँ चाहिँ ढुङ्गा छ, यसमा ढुङ्गामा तताएर पानी हाल्यो भने पुरै कोठा बाफीकरण हुन्छ र यहाँ बिरामीहरू त्यसरी पनि उपचार हुन्छ। यो प्राकृतिक उपचार हो। यो प्राकृतिक उपचार यसरी यहाँ बाहिर काठको ढोका छ, हेर्नुहोस् है। श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित यो श्री योगी नरहरिनाथ गौ संरक्षण केन्द्र 2039 सालमा स्थापित भएको र अगाडिपट्टि हामीले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय देखायौँ। नरहरिनाथको हस्पिटल नै बनेको छ। यहाँ चाहिँ गौ संरक्षण केन्द्र छ, यो पनि देखाउँछु तपाईँलाई म। यो चाहिँ यहाँ भित्र छिर्दैछु म गेटमा। यहाँ गौशाला छ योगी नरहरिनाथज्यूको। यो चाहिँ जहाँ गुरुले कुटी हवन गरेको कुटी हो। यहाँ पुरै यस्तो छ। यहाँ लेखेको छ योगी नरहरिनाथ गौ संरक्षण केन्द्र भोजन गृह रहेको छ। योगी नरहरिनाथ गौ संरक्षण केन्द्र यो 2039 सालमा स्थापित भएको छ। अहिले अगाडिपट्टि योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय पनि छ। यहाँ अगाडि मन्दिर, गौशाला, यहाँ सबै छ, गुरुकुलम पनि छ। यसमा लेखिएको छ, तपाईँले पढ्न सक्नुहुनेछ। यसैमा जन्म्यौँ, यसैमा हुर्क्यौँ, यसैमा बिलाउँ, फुटेका भाइ जुटेर सबै छुटेकै मिलाउँ। यही मन्त्र जप्दै मैले विभिन्न ठाउँमा योगी नरहरिनाथले 129वटा कोटी हवन गर्नुभएका ठाउँको भिडियो तथा यहाँका केही कुराहरू सङ्कलन गरिरहेको छु। तपाईँले यो लेख्न पढ्न सक्नुहुनेछ। हेर्नुहोस्, यहाँ यस्तो छ। अगाडिपट्टि गौशाला हो, गाईहरू छ। यहाँ चाहिँ भोजन गृह। यो सबै राष्ट्रगुरु योगी नरहरिनाथज्यूको कर्म हो। यहाँ अगाडि यो प्राकृतिक चिकित्सालय तपाईँले देख्न सक्नुहुनेछ। मैले भिडियोमा देखाएको छु र भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला।